इंचार्ज अध्यक्ष संगठनका केन्द्रीय उपाध्यक्ष उपमहासचिव सचिवज्यूहरू केन्द्रीय सदस्य साथीहरू र यहाँ उपस्थित रहनुभएका सम्पूर्ण साथीहरूमा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको यो तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्षको तर्फबाट यहाँलाई हार्दिक अभिवादन पेश गर्न चाहन्छु। स्वीकार्नुहोस्। र म चाहिँ आफ्नो सङ्गठन र आफ्नो जीवनकालमा जति बेला सङ्गठित भयो त्यो दिनदेखि सङ्गठनको जिम्मेवारीमा मैले सङ्गठनले दिएको जिम्मेवारी निशर्त रूपमा चाहिँ स्वीकार गर्दै आएको छु। जति बेला म 55 सालमा चाहिँ अखिल क्रान्तिकारीमा आबद्ध भएँ त्यस यता नतिबिना कमिटीमा हुँदै मैले आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छु। मैले हिजो युद्धका भीषण वर्षहरूमा जनमुक्ति सेनाको कमान्डर भएर काम गर्दा होस्, प्रचार प्रकाशन विभागमा रहेर काम गर्दा होस्, त्यसपछि म सल्यानमा 2063 सालमा आइसकेपछि प्रेस सेन्टरको त्यहाँको पहिलो भेलाबाट अध्यक्ष भएदेखि अहिलेसम्म मैले सङ्गठनले दिएको जिम्मेवारी निरन्तर पुरा गरेको छु। मलाई एउटा के लाग्दैन भने म नै अध्यक्ष हुनुपर्छ, म नै पदमा बस्नुपर्छ भन्ने खालको चाहिँ मनोसाय मलाई हुँदैन। मैले यो अधिवेशन चलिरहँदाखेरि पनि मैले केही प्रस्ताव चाहिँ राखेको थिएँ। म प्रदेशको कोषाध्यक्षसम्म बस्छु र सिनियर साथीहरू आउनुहुन्छ र अरू साथीहरू पनि आउनुहुन्छ भने म त्यो जिम्मेवारी पुरा गर्छु भनेर पनि मैले व्यक्त गरेको थिएँ छलफलको क्रममा। भनेको मलाई यो काम गर्ने सन्दर्भमा म आफ्नो पेसा पत्रकारिता पेसामा अहिले म क्रियाशीलै रहँदाखेरि मलाई सबभन्दा त्यो पेसा चाहिँ म चाहिँ मेरो आफ्नो प्रतिबद्धता छ। त्यसपछि सङ्गठनका हिसाबले जहाँ राख्दा पनि म फिट ठान्छु र म भूमिका निर्वाह गर्न सक्छु भन्ने खालको मलाई लाग्थ्यो र अहिले पनि त्यो छ। मलाई यस सन्दर्भमा पनि के छ भने मलाई साथीहरूले सबैले गर भनेर जिम्मेवारी दिनुभएको छ। म यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु र मलाई एउटा के छ भने मेरो प्रतिबद्धता धेरै नसपारे पनि चाहिँ बिग्रिन दिने मान्छे चाहिँ होइन। धेरै नसपारे पनि बिग्रिन नदिने मान्छे चाहिँ होइन। सपार्नका लागि, सुधार्नका लागि, सङ्गठन मजबुत बनाउनका लागि प्रयास चाहिँ गर्छु। तर भएको चिज चाहिँ भत्काइहाल्ने, बिगारिहाल्ने चाहिँ मलाई लाग्दैन। अरू कुरा मलाई चाहिँ दिए पनि नदिए पनि कुण्ठा चाहिँ अभिव्यक्त चाहिँ म गर्दैन। यो अहिलेको उसमा न सङ्गठनभन्दा बाहिर न तपाईँको अरू चिजहरूलाई प्रयोग गर्ने मेरो त्यो बानी छैन। म अहिले पनि के भन्छु भने जे जिम्मेवारी साथीहरूले दिनुभएको छ म पुरा गर्छु। धेरै नसपारे पनि चाहिँ बिगार्ने काम चाहिँ गर्दिनँ। यो यहाँ सबै साथीहरूको बिचमा चाहिँ म त्यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। सङ्गठन एक्लै चलाउन सक्ने चिज होइन, त्यसका लागि सबै साथीहरूको सहयोग चाहिन्छ। जति म चाहिँ प्रतिबद्ध हुन्छु त्यतिकै साथीहरूको सहयोग भयो भने मलाई लाग्छ हामीले केही गर्न सक्छौँ र त्यो हाम्रो सङ्गठनको लक्ष्य उद्देश्य र तपाईँ हामीले सङ्गठनलाई क्रियाशील बनाउने र जुझारु बनाउन सक्छौँ भन्ने कुराका लागि म प्रतिबद्ध छु र गर्छु। त्यसका लागि साथीहरूको सहयोगको पनि अपेक्षा गर्दछु। यही कुरा राख्न चाहन्छु। धन्यवाद।